मेरो भ्लगमा यहाँ अब हाम्रो वरपर के भइरहेछ सबैजना हेर्न सक्नुहुन्छ पहिला यहीबाट स्टार्ट गर्नु भएन हरियो ज्याकेट लाउनु मरिस ट्रेकिङ जाँदा हेलो सबैको इन्ट्रोडक्सन परिचय औडी देखा न औडी यताबाट खानालाई तपाईँको नाम के हो मेरो नाम भन्ने बाबा त खाना पाकिरहेछ यहाँ चाहिँ एकदम कम्ती मिसाइ मसला चलिरहेको छ हेर्नुहोस् को हो त्यो गाईको आमा के रे अब जन्तीहरू बाजे खानुपर्छ बाजे युट्युब पनि गर्ने बाजे नमस्ते गर्नु न बाजे हेर्नु न बाजे नमस्ते अनि भिडियो बनाइरहेको एकछिन बाजे यस्तै हो हाम्रो घरको चलन चल्ती के भन्छ के रान्ना भनिन्छ सबैजना हामीलाई थाहा छ भिडियो हेर्ने मान्छे थाहा छैन भनेर नि माग्न देखाइदिनु होला अनि सेलोटीमा दुलो कसले बनायो सबैजना भिडियो गरेपछि एकछिन कति लाग्छ नमस्ते भने ठुलो नि यता जयलाई उहाँले हामीलाई छैन भने अलि सबैजना उछल पुछल हुन्छ यहाँतिर ल गाई अस्मिता अस्मिता हामीले सुन्तला खाँदै तर हो नि त त्यो भएर कतिहरूलाई मैले उहाँ चाहिँ अन्त उहाँ त गएर हुन्छ क्या गोड देखाए ल ओ ल लगेको मोबाइल हेर्नु है 1 2 3 गो अघि भर्खर ट्राई गर्ने कहाँबाट त गयो उसको गाडी बाबा एक्सपर्ट भइसकेछ ल रेडी हुँदै हुनुहुन्छ ऊ यता हुनुहुन्छ उहाँहरू अघि के कम्प्युटर सल्लाह चलिरहेको छ त्यसो बनाउनु अस्मिता अब म असली ग्यास फालेर गएको रे के गर्दै हुन्छ हो स्पेसल मुस्ताङ हाल्यो हेर मुस्ताङ होइन काठमाडौँको भन मुस्ताङमा आलु के भन्छ नि क्या भन्छ मैमोरीलाई लिएर परदेशी औलाले यहाँ होइन मार्यो नि मायाले बेसी तलाई पर्छ क्या लस्कर तलाई पर्छ क्या ओला कति आलु खान्छ मैले एउटा खाले ल्याउँदै म अझै पेट्रोल हुन्छ कहाँ बाजे हो कृष्ण रेली मार बाँधे तोरी बना
बिताउला जीवन कृष्ण रेलीमाई बाँधेको रिबन तिमीलाई हेर्दै रेलीमाई बिताउला जीवन नाचिरहेको त्यहाँ उभिहरू नाचिरहेको त हल्लेर चल चल रातो साडी सारा पाने गाडी गाईलाई गोठरेलीमा घोडालाई तबेला रेलीमा नगल अबेला Oh my god, पुरा परेको यो त होइन मेरो भित्र परेको पनि पर्यो भ्या भगाएको त के भएन र उसपछि कहाँ बाँध्यो तालको पानी माछीले खाने फिल्मसित जाने कि नजाने मिरर वाटर भन्दै खान्छु क्वाटर मिनरल वाटर भन्दै खान्छु क्वाटर मेरो लागि तिमी त छैनौ बेटर मेरो लागि तिमी त छैनौ बेटर तालैमा मै खाइदेऊ कि त्यति मिनरल वाटर भन्दै खान्छौ क्वाटर मिनरल वाटर भन्दै खान्छौ क्वाटर मेरो लागि छैनौ बेटर मेरो लागि तिमी त छैनौ बेटर फर्किने लिम्बुनी तिरै ढल्किने सुँगुरको मासुमा फर्किने लिम्बुनी तिरै ढल्किने सानीले आँखा सन्काई सानीले इज्जत गयो पिउने पानीले पनि घुमे कम्बरै भाचन लानु जीवनमा एक बारको जुनीमा डम्फुमा बजाऊ च्याङमा नाच्छु सेलोमा डम्फुमा बजाऊ च्याङमा नाच्छु सेलोमा फुल फुल्यो मगा फुल्यो बासना हानो कि घटारोले हानो कि यवानीको शिरै मोहनी अनि त अनि तातो पछौडी मैले तिम्रो हावाले हानेको खै त माया गर्न जानेको लायो तिमीले वास्तै गरेनौ के गर्यो तिम्रो साथमा रातो पछौडी अनि तातो बलबन्दी मलाई चिसो हावाले हानेको खै त माया गर्न जानेको कालो चस्मा लाउ भन्छ पिराती लाउने आउ भन्छ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेश मेरो जेखानी रोले हो परदेश कवि सकेपछि क्या रमाइलो भइरहेको बादल पनि सिक्यो अरे
हो के बनाइराख्नु मम्मी के बनाइराख्नु खेल्दै भयो भिडियो बनाएर चाहिँ नि ओहो मासुमा त धनियाँ हालेर साग जस्तो देखेँ त म गएन के अरे आइस के अरे पसल जाने जाने Hello guys, hello. मेरो भिडियो बनाइदिएर ल उहाँले काम चल्छ आज भर्खर काम गर्दै हुनुहुन्छ कस्तो लाग्यो काम गर्दाखेरि कति टाइमपछि काम गर्दा कस्तो लाग्यो अहिले डाउनलोड भिडियो लगन पर्छ छैन यसरी काम गर्दै गर्नु होला अटो फालेर म हेलो यस्तो लड्न मन लाग्छ अब ब्लग स्टार्ट भइसकेको छ गाइस अब हामी बेहुलीको भिडियोहरु चाहिँ यस्तो के उता जानु हो बेहुलीलाई रेडी गरेर जान्छौँ बसेकै रोनी त सानी खाना निकालेर राख्नु पर्छ दुई चाहिँ भित्र च्याले एउटा सेल खाइबे बेहुली हो यो केटा यो ब्लग पानी हो मैले हेर्न सक्दिन फेरि यो पाली चाहिँ बेहुलीलाई चाहिँ थाहा छैन है 40 ल्याछ सबभन्दा ठुलो बेहुलीलाई चाहिने हैन वाइन ट्रान्सफर हुँदैन क्या त्यसै 40 हो त म एउटा जोडी ठीक आहे फोन गर्न नम्बर होला नि अब जुन भने 40 सेम भइहाल्यो नि ए सेम रहेछ ल दिदी पनि त साच्चै लगाएछ होइन यो अलि ढाडे मरम जस्तै रहेछ है लाउ छाने ल जिम नै भएर सेमै देखाथ्यो होइन अनि त्यो मरम लाइट छ अनि हो यो अलि मरम जस्तै देख्छ हैन ओके होइन यो अलि कडा जस्तो अलि सुन्न लागि आज खाल्न लागि दिएको थियो यो यहाँ भिडियो बनाए बेलुका डाङ पलेको वाला सबै छ हो र माइज खोल्नु त यस्तै टेबल गरेर खल्छ प्रेसिडेन्ट र भनिहाल्छ यता सिन्दुर र पोते त भित्र ल्याउँछ भनेर हामीले दिएर आएन के हामीले दिने हैन नि अनि के भइहाल्यो के के बोला दिनुलाई लागि जोड्या नयाँ चाहिँ अनि यहाँ बसेछ पोते यहाँ बस्छ यहाँ जुत्ता छ जुत्ता छ देखाउ बेलुका चाहिँ सस्तो मजा आउने जे भयो अनि अलि सिम्पल गरेर के पटाउने छ अब अरु चाहिँ कन्टिन्यू गर्नु हैन ओइ फेरि ल्याएर गर्न ल्याएर पोते सबै देखाउनु पर्यो मागोले हामी आएर बोल्यो म यहाँ होइन बिटा देखा के एउटा नराज मम्मीलाई म यहाँ के उले लाग्यो त्यो हालेर सुन्नु होला बिटा चाहिँ चिलो गर्दैन सामा दुई हड्डी खाली भएर फोन लगाएर सुन्नु म नानी कहिले पुग्यो तल मैले पनि कपाल बाल कहिले पुग्यो मामाले है यस्तो सिंगार भन्न गयो कसैले बेउला हात लगाउने त्यही ओ बेहुलीले बेहुली जस्तै हुनुपर्छ कतै गर्नु न कतै लुज बनाए अरे खानु पर्दैन पर्छ भनेको मलाई त दिएन ल लागिसक्यो तिम्रो सिरैमा जुन जाने